घर कस्तो ला राम्रै छ ठिकै किन ठिकै ठिकै अब के गर्नु त नि अर्काको राम्रो भनेर मन पराउने के गर्नु आफ्नो छैन मेरो त कोठा भाडामा बसेर जिन्दगी जाने भयो के छ त घरबेटीसँग लसपस छरे भन्ने सुनेको थियो होला नि तपाईँ पैसा तिर्नु पर्दैन रे के त्यस्तो हुन्छ घरबेटीको आफ्नै घरमा बुढी छ मार्दैन कि क्या भए पनि त्यो बुढाको त भर छैन रे त घरमा गराउनु किच 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 गरेर पानी धेर चलायो टोयलेट फोहोर भयो यो बाटो सब हिलो भयो कति पाहुना आएको कोठामा भन्छ कस्तो खालको घरबेटी अरू के भन्छ मलाई नि त्यस्तै किच किच गर्ने घरबेटी थियो क्या सम्झि धन्न घर किन्नु भएको छ कतिमा घर चाहिँ किन्नु भयो साथी सम्झिने राम्रो किन्नु भएको छ 3-4 करोड त लाग्यो होला हौ सम्झिने 3-4 करोड हो नि त्यस्तो देख्दैन र मेरो घर त्यो पनि अझ पोलिस लाउने सबै मेरो आफन्तले लगाइदिएर 3-4 करोडमा होइन यो 3-4 करोड त एकदम महँगो होइन कुन चाहिँ इन्डस्ट्रीले बनाएको इन्डस्ट्री के भन्छ त्यो बनाउने मान्छे मिस्त्री भन्नु न त्यति तपाईँ यत्रो पढे लेखेको भएर म भन्दा उ भएर मिनिस्ट्री मिस्त्री